एभ्रिवान आज नानीको जन्मदिन हामी मन्दिर हिँड्दैछौँ है हो नि त्यही यता हेर यता छिन् नानीजी कहाँ उता हिँड नानीजी बाबु बाबु नजिक जाउँछ न कहाँ हिँडेको हो मन्दिर यसरी सबैजना म यता छु नानी पख कान्छीजी हामी मन्दिर हिँड्दैछौँ सबैजना छन् कालिका मन्दिर आउन लागिसक्यो है बाजा रहेछन् कति राम्रो बाजा सिक्ने खाइल्नु त ओ के को बाजा हो भाइ हो टेकेन्डो सिकेर आएछन् तिनवटा भाइ टेकन आज तर के बिहा आइछ ल बिहा रहेछ हो कि पर्दा अन्त के हो नानीजी ए नाचेको ल नाच सानी नाचेकी छिन् बाजा भनेपछि आहा कति राम्रो बाजा सुन्ने नाचेको हेर न मैले कुनचोटि आहा चट बर्दन चाहिँ के छ तयारी हुँदै रहेछ उता बाजा रहेछन् यता बाबु नाची खिनेर नै कति मजा आएको म फेरि यता छु भन्टिज्यू नाच नानी नाच्यो खतरा ल आयो मन्दिरतिर लाग्यो नै सबै कोही गएर फर्किसक्नु भएको छ बल्ल हिँड्दैछ मैले त्यहाँ बसेको नदेखेर साइसेको हौ नानी मलाई त्यहाँ नदेखेर साइसै गएको ले त राम्रोसँग त खसेर आउँदै हेलो गाइज हेर्नुहोस् है त आज शनिबार भएको कारण होला यस्तो धेरै भिड छ हामी चाहिँ माथि नै किनिसकेको थियौँ फुलहरू चाहिँ अनि त्यही भएर चाहिँ अब हामी सिधै मन्दिर हिँड्दैछौँ उता चाहिँ छामा र भाइ यता मम्मी हुनुहुन्छ यता हेर्नुहोस् भिड कति अनि यता चाहिँ म छु गाइज हामी चाहिँ मन्दिरभित्र प्रवेश गरिसकेछौँ अनि यहाँ चाहिँ हुन्छ मम्मी यता चाहिँ बाबु र छामा अनि यता चाहिँ म मन्दिरमा चाहिँ भिडै छ है त आज शनिबार भएर नि होला अब चाहिँ हेर्नुहोस् न रुखहरू कतिजना मान्छेहरू हुन्छ बाबु 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 हेर्नुहोस् है त टोलाइकी छिन् हेर्नुहोस् है त यहाँ चाहिँ जन्मिनेको चाहिँ मूर्ति पहिला चाहिँ कलर लगाएको थिएन अहिले चाहिँ कलर लगाएको रहेछ अनि अब चाहिँ हामी हिँड्दैछौँ आज चाहिँ लाइन चाहिँ धेरै नै लामो होला जस्तो छ है त बाबु अनि हामी चाहिँ हिँड्दैछौँ यता चाहिँ म छु हेर्नुहोस् है त उतैसम्म मान्छेहरू हुनुहुन्छ धेरै नै हामी चाहिँ मन्दिर पुगिसकेका छौँ है त हेर्नुहोस् बाबु कस्तो लागिरहेछ हामी चाहिँ त्यहाँ नुहाएर आयौँ अनि हेर्नुहोस् मन्दिरमा चाहिँ लास्टै भिड होला जस्तो छ है त छामा नानी अलि अघि यता फर्का भइराख खुल्ला कान्छीजी हेर्नुहोस् बाबु कालिकामा लाइन भित्र गएको
हामी अब फर्किने लाइन घर लैन नानी बाई लैन कति धेरै लाइन आमा अहिले नि यहाँसम्म भएछ यति धेरै लाइन शनिबार भएर बाहिर बाहिरका मान्छे पनि आएर यति लाइन छ जाने बेलामा एकचोटि सरल हामी चाहिँ मन्दिरबाट फर्किन लागिसकेको छौँ यहाँको मन्दिरमा चाहिँ हामीले पूजा गऱ्यौँ मैले टिका सिका लगायौँ अनि यहाँ चाहिँ भाइ चाहिँ हेर्नु अहिले टोक्रीमा आफ्नो पैसा हालेर हिँड्ने रे अनि यता चाहिँ मम्मी हुनुहुन्छ यता चाहिँ म छु अनि अब हामी चाहिँ घर फर्किन्छौँ हेलो गाइस अब हामी चाहिँ खाजा खान हिँड्दैछौँ त्यहाँ चाहिँ यहाँ यता कालिका मन्दिरको यता साइडतिर छ यता हामी चाहिँ हिँड्दैछौँ अब खाजा खान बिहान नखाएर अब त जस्तो भोक लागिरहेको छ अनि चाहिँ हामी चाहिँ होटल छिरेको माथितिरकोमा बसेको थियौँ एकदमै राम्रो भ्यू आउँदो रहेछ हेर्नुहोस् उता पुलको गाडीहरूको होला नि को हो ड्याडी मम्मी मामा एकजनाले मात्रै हो होला र ड्याडीले त होइन होला नभन ड्याडी कि मामा अहिले डान्स गर्छु नि गर्दैन नि मास्टर ट्यालेन्ट गइदिने अस्ति सिजन लास्टमा आइथिएँ म अनि के भइदिनु नि पोजिसन फर्स्ट कि सेकेन्ड भइथिएँ गेस गर न कस्तो मामा र ड्याडीमा एकजनाले तिम्रो ठ्याक्क 12:38मा रहेछ नि जन्मेको अनि त्यही भएर ठ्याक्कै यही टाइममा लगिदिनु है भन्नुभएको थियो त्यही हो त्यो ठ्याक्कै टाइममा हजुर हेर्नु त कति छ अलि भयो होइन कि हुँदैछ भन न गेस गर कसले मामा कि ड्याडी एउटा एक्ज्याक्ट गेस गर है फेरि चित्त दुख्छ भन्दिनँ भन न बाबु गर न गेस बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु सिमरन ह्याप्पी बर्थडे टु यु ल ह्याप्पी बर्थडे भने दिदीलाई खुसी दिनको खुसी काट्ने हो ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु कति खुसी भयो